नमस्कार। लोकसेवा तयारी युट्युब च्यानलमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। सिक्ने र सिकाउने अभियानलाई निरन्तरता दिइरहेको छु। आज हामी नयाँ सार्वजनिक व्यवस्थापन भनेको के हो, नेपालमा यसको प्रयोग कसरी गर्न सकिन्छ, नेपालमा यसको प्रयोग कसरी भइरहेको छ र आगामी दिनहरूमा सार्वजनिक व्यवस्थापनलाई बढीभन्दा पनि बढी व्यवस्थित बनाउनको लागि, अझ बढी सुदृढ रूपमा सार्वजनिक प्रशासनलाई व्यवस्थित बनाउनको लागि कसरी सार्वजनिक व्यवस्थापनलाई सञ्चालन गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल गर्नेछौँ। सर्वप्रथम सार्वजनिक व्यवस्थापन अर्थात् नयाँ सार्वजनिक व्यवस्थापन भनेको के हो त भन्दा यो नयाँ अवधारणा हो। व्यवस्थापनको अर्थात् प्रशासन सञ्चालनको एउटा नयाँ अवधारणा हो। यो आधुनिक अवधारणा हो। यो सन् 1980 को दशकमा विकसित भएको एक प्रशासनिक अवधारणा हो। यसले के कुरालाई फोकस गर्दछ भने खास गरेर सार्वजनिक प्रशासन सञ्चालन गर्ने अर्थात् सरकार सञ्चालन गर्ने कार्यमा सरकार एक्लै मात्र एउटा सहभागी भएर शासन प्रक्रिया सञ्चालन हुन सक्दैन भन्ने यसको मूल मान्यता छ। यसमा सरकार सँगसँगै सार्वजनिक सेवा प्रवाहमा निजी क्षेत्रलाई एउटा सहभागी बनाउने र उसका निजी क्षेत्रका व्यावसायिक सिद्धान्तहरू, निजी क्षेत्रका व्यावसायिक मूल्य मान्यताहरू र निजी क्षेत्रको एउटा व्यवस्थापकीय कार्यकौशलता, कुशलता र दक्षतालाई सार्वजनिक प्रशासनमा उपयोग गर्ने, लागू गर्ने मान्यता भनेको चाहिँ के हो भने नयाँ सार्वजनिक व्यवस्थापन हो। यसले के गर्छ त भन्दा यसले चाहिँ सार्वजनिक व्यवस्थापन प्रक्रियामा खास गरेर प्रशासकलाई यसले व्यवस्थापक रूपमा मान्दछ। किनभने परम्परागत प्रशासन कस्तो थियो त भन्दा त्यसमा परम्परागत प्रशासनमा प्रशासक भनेको चाहिँ एउटा हाकिमी प्रवृत्तिको चाहिँ र एउटा निरङ्कुश प्रवृत्तिको देख्दा नै अलि एकदम चाहिँ प्रशासक एउटा सेवा गराइहरू सिधै चाहिँ प्रशासन समक्ष पुग्न नसक्ने, उसले सेवा गराएका आकांक्षाहरू के हुन सक्छन्, उनीहरूका आवश्यकता के हुन्, उनीहरूका चाहनाहरू के हुन्, उनीहरूको आवश्यकता के छ, माग के छ, त्यो कुराहरूलाई सजिलै प्रशासनसँग बुझ्न एउटा पुर्याउन नसक्ने ऊ चाहिँ एउटा हाकिमी प्रवृत्तिको थियो भने निरङ्कुश प्रवृत्तिको एउटा त्यो प्रवृत्ति देखिन्थ्यो भने नयाँ सार्वजनिक व्यवस्थापकले त्यो प्रशासक हामीलाई आवश्यक छैन। अब हामीले प्रशासक भनेको व्यवस्थापक रूपमा परिवर्तन हुनुपर्दछ। व्यवस्थापक रूपमा प्रशासकलाई व्यवस्थापक रूपमा मान्ने र चाहिँ एउटा सेवा गराईलाई एउटा सेवा प्राप्त गर्ने नागरिकलाई सेवा गराईको रूपमा अर्थात् ग्राहकको रूपमा मान्नुपर्दछ भनेर नयाँ सार्वजनिक व्यवस्थापन प्रक्रियाले त्यसरी चाहिँ एउटा जोड दिएको छ। र खास गरेर 1980 को दशकमा विकसित भएको एउटा ल्याटेस्ट एउटा अवधारणा हो भने हामीले बुझ्नुपर्दछ। अब यसको एउटा अन्य अवधारणा के छ भने निजी क्षेत्रमा भएका सफल एउटा अभ्यासहरू के छन् भन्दा निजी क्षेत्रमा भएका व्यवस्थापकीय उसका अभ्यासहरू छन्। निजी क्षेत्रका एउटा सफल अभ्यासहरू जो छन् ती सफल अभ्यासहरूलाई सार्वजनिक क्षेत्रमा उपयोग गरेर सार्वजनिक क्षेत्रलाई बढीभन्दा पनि बढी प्रतिस्पर्धी गराउनुपर्छ। निजी क्षेत्रका सफलतम व्यवस्थापकीय अभ्यासहरूलाई सार्वजनिक क्षेत्रमा प्रयोग गर्ने सिद्धान्त भनेको नयाँ सार्वजनिक व्यवस्थापनको सिद्धान्त हो। सार्वजनिक सेवामा कसरी चाहिँ एउटा नयाँ सार्वजनिक व्यवस्थापनलाई व्यवस्थित गर्न सकिन्छ त भन्दा त्यसमा सार्वजनिक एउटा निजी क्षेत्रलाई एउटा सार्वजनिक क्षेत्रमा जोड्नको लागि निजीकरण गरेर त्यसरी चाहिँ बाह्य करार गरेर सेवा करारको माध्यमबाट सार्वजनिक निजी साझेदारी जस्ता विविध प्रक्रियाको माध्यमबाट एउटा सार्वजनिक सेवामा नयाँ सार्वजनिक व्यवस्थापनका मूल्य मान्यताहरूलाई चाहिँ एउटा अवलम्बन गर्न सकिन्छ। यसको माध्यमबाट सेवा प्रक्रियालाई व्यवस्थित गर्न सकिन्छ। जस्तो निजीकरण भनेको चाहिँ के हो भने पहिले एउटा नेपाल सरकारको माध्यमबाट स्थापना गरिएका जति उद्योगहरू छन् जस्तो बाँसबारी छाला जुत्ता कारखाना, भिरकुटी कागज कारखाना लगायतका थुप्रै एउटा संस्थाहरू, ती संस्थालाई निजीकरण गरियो। त्यो आर्थिक उदारीकरणको अवधारणा विकास भए सँगसँगै 1980 को एउटा दशकमा भएको आर्थिक उदारीकरणको जो एउटा अवधारणा हो त्यो अवधारणा विकास भए सँगसँगै एउटा निजीकरण गर्ने, बाह्य करार निजीकरण गर्ने एउटा अवधारणा विकास भयो। त्यस सँगसँगै अर्को बाह्य करार गर्ने सेवा करार भनेको चाहिँ सार्वजनिक प्रशासनमा सेवा प्रक्रियालाई व्यवस्थित गर्नको लागि जस्तो बाह्य एउटा कम्प्युटर अपरेटरहरू ल्याउने कुराहरू भए, त्यो एउटा करारमा प्राविधिकहरू लिने कुरा, त्यसरी चाहिँ एउटा कार्यालय सहयोगीहरूसँग एउटा करार गर्ने, त्यसरी चाहिँ अर्को सुरक्षा संयन्त्रहरूलाई एउटा व्यवस्थित गर्ने, जस्तो एउटा प्रहरीहरू एउटा सुरक्षा निकायलाई एउटा सार्वजनिक क्षेत्रमा आवश्यक पर्ने सुरक्षालाई चाहिँ त्यसरी व्यवस्थित गर्ने भने चाहिँ त्यो के हो त भन्दा सेवा करार बाह्य करारको कुरा भए। त्यसरी सार्वजनिक साझेदारीको माध्यमबाट पनि हामीले एउटा सार्वजनिक सेवामा निजी क्षेत्रका असल अभ्यासहरूलाई त्यहाँ उपयोग गर्न सकिन्छ। त्यो चाहिँ सार्वजनिक व्यवस्थापनको नयाँ सार्वजनिक व्यवस्थापनको एउटा
मूल्य मान्यता हो भनेर हामीले बुझ्नुपर्दछ। अब त्यसपछि मैले अघि भने जस्तै सार्वजनिक सेवामा कुशलता कायम गर्ने, मितव्ययिता कायम गर्ने, प्रभावकारिता कायम गर्ने कुरामा यसले जोड दिन्छ। इकोनोमी, इफिसियन्सी र इफेक्टिभनेस भनेको चाहिँ सार्वजनिक व्यवस्थापनको एउटा मूल मान्यता हो। यसले भ्यालु फर मनी अर्थात् मुद्राको महत्त्वलाई यसले बढीभन्दा बढी ख्याल गर्ने गर्दछ। नयाँ सार्वजनिक व्यवस्थापनमा परम्परागत एउटा कर्मचारी प्रशासनमा एउटा त्यसमा झन्झटिलो कर्मचारी तन्त्र भएर त्यो झन्झटिलो कर्मचारी तन्त्रलाई चाहिँ एउटा हटाएर निजी क्षेत्रका व्यवस्थापकीय सिद्धान्त, मूल्य मान्यता र दक्षतालाई प्रयोग गरेर प्रशासनलाई बढीभन्दा बढी प्रतिस्पर्धी बनाउने, नतिजामुखी बनाउने कुरामा यसले जोड दिन्छ। र त्यसपछि सेवाग्राहीलाई एउटा केन्द्रमा राखेर यसले काम गर्दछ। सेवाग्राहीलाई केन्द्रमा राखेर सरकार भनेको सेवा प्रदायक हो भने नागरिकहरू सेवाग्राहीहरू हुन्। त्यसकारणले गर्दा सेवाग्राहीलाई उचित समयमै एउटा सेवा प्रदान गर्नुपर्दछ। सेवाग्राहीले खोजेको समयमा इन टाइममै सेवा एउटा प्रदान गर्नुपर्दछ, सर्भिस प्रदान गर्नुपर्दछ भनेर चाहिँ यसले जोड दिन्छ। त्यसगरी नतिजामुखी, रिजल्ट ओरिएन्टेड चाहिँ एउटा हुनुपर्दछ। हाम्रो सेवा कस्तो हुनुपर्दछ भन्दा रिजल्ट ओरिएन्टेड हुनुपर्दछ, नतिजामुखी हुनुपर्दछ भन्ने कुरामा यसले जोड दिन्छ। खालि रुल्स र रेगुलेसनका कुराहरू मात्र गर्ने, प्रक्रिया पुगेन, एउटा यो पुगेन ऊ पुगेन भनेर एउटा प्रक्रिया मात्रै अल्झाउने भन्दा पनि एउटा कामको परिणाम दिने, उपलब्धिको एउटा मूल्याङ्कन गर्ने, बढीभन्दा बढी उपलब्धिमा जोड दिने कुरामा यसले चाहिँ जोड दिने गर्दछ। त्यसैले चाहिँ एउटा शासन प्रक्रिया प्रतिस्पर्धी हुनुपर्दछ, दक्ष हुनुपर्दछ। अर्थात् सार्वजनिक सेवामा पनि अहिले के हुनुपर्दछ भन्दा प्रतिस्पर्धा कायम गराउनुपर्दछ। निजी क्षेत्रमा भएको प्रतिस्पर्धा जस्तै गरेर सार्वजनिक क्षेत्रमा जस्तो विभिन्न अन्तर मन्त्रालय बीचमा हुने एउटा प्रतिस्पर्धा, त्यसै अन्तर कार्यालयहरू बीचमा हुने एउटा प्रतिस्पर्धाका कुराहरूलाई यसमा जोड्नु पर्दछ। सार्वजनिक प्रशासनमा बल्ल मात्र एउटा नागरिकले खोजेको जस्तो, नागरिकले रोजेको जस्तो सेवा प्रदान गर्न सकिन्छ भन्ने कुरामा यसले जोड दिन्छ। त्यसैले चाहिँ निजीकरण र विकेन्द्रीकरण र जस्तो सार्वजनिक सेवामा निजीकरण गरियो भने राज्यले सबै काम आफै गर्न सक्दैन। राज्यले के हो त भन्दा नीति निर्माण गर्ने कुरा, शान्ति सुरक्षा सुव्यवस्था कायम गर्ने, परराष्ट्र नीतिको सञ्चालन गर्ने काममा चाहिँ निजीकरण एउटा चाहिँ राज्यले गर्न सक्छ भने ती बाहेक अन्य सेवा एउटा प्रवाह गर्ने कुराहरूमा पनि एउटा निजी संस्थालाई जोड्न सकिन्छ। त्यसैले चाहिँ एउटा ठुल्ठुला पूर्वाधार निर्माण गर्ने कुरामा चाहिँ निजी क्षेत्रको विज्ञता र दक्षतालाई जोड्न सकिन्छ। त्यसकारणले गर्दा निजी क्षेत्रलाई आउटसोर्सिङ गरेर पनि हामीले काम गर्न सक्छौँ भन्ने कुरा चाहिँ सार्वजनिक प्रशासन, सार्वजनिक व्यवस्थापनको एउटा नयाँ सार्वजनिक व्यवस्थापनको मान्यताले जोड दिने गर्दछ। त्यसपछि अब नेपालको सार्वजनिक प्रशासनमा नयाँ सार्वजनिक व्यवस्थापनका एउटा नेपालको सार्वजनिक प्रशासनमा नयाँ सार्वजनिक व्यवस्थापनका के मान्यताहरू अर्थात् के एउटा चाहिँ कुराहरूलाई यसमा उपयोग गरिएको छ, के विषयहरूलाई यसमा उपयोग गरिएको छ भनेर भन्दा एउटा न्यू पब्लिक म्यानेजमेन्ट अर्थात् नयाँ सार्वजनिक व्यवस्थापनमा खास गरेर सेवा प्रवाह प्रक्रियालाई सुधार गर्नको लागि, नागरिक केन्द्रित सेवा प्रवाह एउटा चाहिँ बढाउनको लागि के गरिएको छ भन्दा चाहिँ एउटा निजी क्षेत्रमा सेवा लिन जाँदा सेवाग्राहीलाई सेवा प्राप्त गर्ने सेवा के हो, कति समय लाग्छ, सेवाको दस्तुर के हो भन्ने, कति पर्छ भन्ने कुरा चाहिँ एउटा निजी क्षेत्रमा सजिलै उनीहरूले प्राप्त गर्न सक्दछन् भने अब सरकारी सेवामा पनि नागरिक बडापत्र राखेर नागरिक बडापत्रको माध्यमबाट सेवा प्रदानको कुन सेवा चाहिँ कति समयमा कति दस्तुरमा प्रदान गर्न सकिन्छ र समयमा सेवा प्रदान गर्न नसकेको समयमा क्षतिपूर्ति के कति एउटा उपलब्ध गराउने नागरिकलाई त्यो कुरा प्रष्ट रूपमा उल्लेख गरिएको छ। जस कारणले गर्दा सेवा प्रदान गर्ने एउटा सेवा प्रदायक र सेवाग्राही बीचको एउटा सम्बन्धलाई समुद्र गर्ने र सजिलै र समयमै सेवा प्राप्त गर्न सक्दछ। यसले चाहिँ सेवालाई एउटा नतिजामुखी बनाउनमा एउटा नतिजामुखी रिजल्ट बेस्ड बनाउने कुरामा यसले सहयोग गर्दछ। यो एउटा सार्वजनिक व्यवस्थापनका मूल्य मान्यतालाई निजी क्षेत्रमा निजी क्षेत्रका व्यवस्थापकीय मूल्य मान्यतालाई सार्वजनिक सेवामा जोडिएको पाइन्छ। त्यसपछि अर्को रहेको छ डिजिटलाइजेसन अर ई गभर्नेन्स भनेर भन्छ। डिजिटलाइजेसन ई गभर्नेन्सको माध्यमबाट चाहिँ त्यसमा के गर्न खोजिएको छ भन्दा जस्तो नागरिक एपमा अहिले नेपाल सरकारले राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमति पत्र, त्यसै चाहिँ मालपोत कार्यालयहरूमा र सँगसँगै अर्को हामीले के बुझ्न सक्छौँ भने लाइसेन्स जस्तो यातायात कार्यालयहरूमा लाइसेन्स प्राप्ति गर्ने प्रक्रियाहरूमा भए, त्यसै चाहिँ एउटा लोकसेवा लगायतका विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा पनि अनलाइन माध्यमबाट अनलाइन निवेदन दिने कुराहरू भए, यो सबै चाहिँ डिजिटलाइजेसनको माध्यमबाट ई गभर्नेन्सको माध्यमबाट सेवा प्रदान गरियो भने सजिलैसँग सेवा प्रदान गर्न सकिन्छ भन्ने कुरा मैले जोड दिएको छ। त्यसै चाहिँ निजीकरण सार्वजनिक साझेदारीको माध्यमबाट पनि चाहिँ एउटा सेवा प्रदान गर्न सकिन्छ। जस्तो सरकारी स्वामित्वमा रहेका कतिपय घाटामा रहेका अहिले संस्थानहरू भए तापनि त्यसलाई चाहिँ एउटा निजीकरणको माध्यमबाट अहिले निजीकरण गरेर अहिले यी
संस्थाहरू सञ्चालनमा रहेको अवस्था, भिरगुटी कागज कारखानाहरू, बसबारी छाला जुत्ता कारखानाहरू अहिले घाटामा रहेको भए तापनि यसलाई चाहिँ व्यवस्थित ढङ्गले सञ्चालन गर्नको लागि 1980को दशकमा खास गरेर 2048तिर विश्व 2048को एउटा उतिर निजीकरण गरेर सञ्चालनमा ल्याइएको पाइन्छ। त्यसै कारणले गर्दा राज्यले सबै कुरा नगरेर निजी क्षेत्रलाई अगाडि बढाएर चाहिँ सेवा एउटा चाहिँ व्यवस्थित गर्नुपर्छ भन्ने मान्यता अनुरूप निजीकरणको मान्यता आएको पाइन्छ। त्यसै गरी चाहिँ जलविद्युत उत्पादन गर्ने, ठुल्ठुला सडक निर्माण, फोहोर मैला व्यवस्थापन गर्ने कुरामा निजी क्षेत्रलाई सहभागी गराएर निजी क्षेत्रको दक्षता विज्ञता उपयोग गरेर चाहिँ सार्वजनिक व्यवस्थापनलाई व्यवस्थित गराउनुपर्छ भन्ने मान्यता नयाँ सार्वजनिक व्यवस्थापन हो। यो चाहिँ सार्वजनिक प्रशासनमा अहिले उपयोग भइरहेको छ। त्यसै गरी चाहिँ अर्को सेवा करार गरेर पनि सेवा लिने एउटा गरिन्छ। अहिले चाहिँ सरकारी कार्यालयहरूमा सुरक्षा गार्ड लैजाँदै गर्दा सवारी चालकलाई लैजाँदै गर्दा त्यसै गरी चाहिँ सफाई कर्मचारी, प्राविधिक जनशक्तिहरूको एउटा उपयोग गर्ने क्रममा हामीले बाह्य करार गरेर करार जनशक्तिको माध्यमबाट सेवा लिने गरिएको छ। यसरी चाहिँ नयाँ सार्वजनिक व्यवस्थापनमा सेवा करार गरेर चाहिँ अहिले सार्वजनिक प्रशासनमा अर्थात् भनौँ न मुलुकको सार्वजनिक प्रशासनमा सेवा करारको माध्यमबाट सेवा प्रदान गर्ने गरिएको छ। त्यसरी चाहिँ स्वायत्त निकाय र नियमनकारी निकायहरूको स्थापना गरिएको छ। जस्तो स्वायत्त निकाय छुट्टै एउटा कानुनको व्यवस्था गरेर चाहिँ स्वायत्त निकायहरू जस्तो चाहिँ व्यावसायिक र स्वायत्त निकायहरू भन्नाले नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण यिनीहरूलाई चाहिँ एउटा कानुनको माध्यमबाट स्वायत्त बनाएर चाहिँ आफै जस्तो ती संस्थानहरूले नै एउटा विद्युत जस्तो नेपाल विद्युत प्राधिकरणको कुरा गर्ने हो भने उसले एउटा विद्युतको विस्तार गर्ने सँगै विद्युतको पहुँचमा एउटा आम नागरिकलाई पुर्याउने लगायतका सबै कामहरू उसले नै गर्ने गर्दछ भने नेपाल सरकारले आवश्यक नीति निर्माण गर्ने एउटा काम गर्दछ। दूरसञ्चारतिर हेर्ने हो भने नेपाल सरकारले आवश्यक दूरसञ्चारको लागि उपयुक्त नीति निर्माण गर्ने काम गर्दछ भने सम्पूर्ण क्षेत्रमा एउटा सञ्चार सेवा उपलब्ध गर्ने काम चाहिँ नेपाल दूरसञ्चार प्राधिकरणले गरिरहेको छ। त्यसै चाहिँ नागरिक उड्डयन प्राधिकरणमा चाहिँ एउटा उड्डयन सेवालाई व्यवस्थित गर्ने काम चाहिँ नेपाल नागरिक उड्डयन प्राधिकरणले गरिरहेको अवस्था रहेको छ। त्यसकारणले गर्दा नेपालको सार्वजनिक प्रशासनलाई व्यवस्थित बनाउनको लागि अर्थात् नेपालको सार्वजनिक प्रशासनमा नयाँ सार्वजनिक व्यवस्थापनको उपयोग यसरी भएको छ भनेर हामीले बुझ्न सक्दछौँ। हामीले आज चाहिँ नयाँ सार्वजनिक व्यवस्थापन अन्तर्गत चाहिँ नयाँ सार्वजनिक व्यवस्थापन भनेको के हो, यसको अवधारणा कसरी आयो र त्यसपछि चाहिँ नेपालको सार्वजनिक प्रशासनमा नयाँ सार्वजनिक व्यवस्थापनका आयामहरू के उपयोग भएका छन् र कसरी प्रयोग भएको छ भन्ने सन्दर्भमा हामीले आज छलफल गऱ्यौँ र बाँकी दिनहरूमा हामीले अन्य नयाँ एउटा भिडियो लिएर यहाँ समक्ष उपस्थित हुने बाचा गर्दै बिदा हुने अनुमति चाहन्छु। यहाँ सबै पुनः धन्यवाद। नमस्कार।